गर्दाखेरि हो म चाहिँ यही भन्न चाहन्छु कि अब सबैजनालाई एक्सर्साइजहरू गर्नुपर्छ मेन्टली फिजिकली सबै कुरामा तर मेरो आफ्नो व्यक्तिगत एक्सपिरियन्स चाहिँ कस्तो छ भने चाहिँ म चाहिँ अलिक धेरै नै कामहरू गर्छु वर्कहलिक भन्छ होइन त्यसले गर्दाखेरि चाहिँ आफूलाई इच्छा भएको काम गर्दाखेरि चाहिँ हामीले चाहिँ एकदमै त्यसबाट पनि एनर्जीहरू आउँदो रहेछ अनि फिजिकली र मेन्टली पनि एकदम हेल्पफुल हुँदो रहेछ साथसाथै यो पनि भन्न चाहन्छु कि अहिले जुन हाम्रो समाजमा जुन घटिरहेको घटनाहरू छ होइन त्यसमा चाहिँ अब जस्तै राजेन्द्र दाई हामीहरूको धेरैजना मान्छेहरू हुनुहुन्छ होइन हो समाजमा हामी हिँड्नुपर्छ सामाजिक कार्य गर्नुपर्छ तर फर्स्ट अफ अल चाहिँ आफू र आफ्नो परिवार चाहिँ आउँदो रहेछ होइन मैले पनि लास्ट 3 इयर्स चाहिँ धेरै सामाजिक कार्यहरू गरेँ अनि त्यसपछि चाहिँ मलाई एकदमै रियलाइजेसन भयो कि तर अन्त्यमा गएर म र मेरो परिवार नै स्ट्रङ छैन भने मैले समाजमा पनि दिन सक्दिनँ रहेछ भने मैले त्यो महसुस गरे भएर चाहिँ अहिले चाहिँ म अलिकति कार्यक्रमहरूमा कम हुन्छु किनभने मैले चाहिँ मेरो र मेरो परिवार मेरो छोरीहरू छन् होइन उनीहरूलाई चाहिँ बढी टाइम दिइरहेको छु त्यसले गर्दाखेरि चाहिँ म सबैजनालाई यही बिन्ती गर्न चाहन्छु कि हजुरहरू हो समाजमा पनि आउनुपर्छ गर्नुपर्छ तर पनि आफ्नो व्यक्तिगत र परिवारलाई चाहिँ सधैँ अगाडि राख्नुहोस् होइन त्यसले चाहिँ धेरै नै सहयोग हुन्छ र साथसाथै म चाहिँ हाम्रो यहाँ दाईहरू हुनुहुँदो रहेछ नुवाकोटको एकदम खुसी लाग्यो म पनि नुवाकोटको छोरी हो होइन अनि त्यही भएर चाहिँ प्लिज आफ्टर दिस होइन हामी पनि एकचोटि सानो इन्ट्रोडक्सन गरौँ यति भन्दै सम्पूर्ण उपस्थित महानुभावहरूलाई चाहिँ हार्दिक विजयादशमीको शुभकामना व्यक्त गर्न चाहन्छु धन्यवाद मेरो पेसा चाहिँ म चाहिँ रियल इस्टेट गर्छु अनि त्यसमा चाहिँ अब हजुरहरूले भन्नुभएको जुन त्यो इन्भेस्टमेन्टहरू त्यसमा पनि म चाहिँ छु अनि इन्भेस्टमेन्ट रियल इस्टेट यस्तै काम गरेर अहिले समाजमा नेपाली समाजमा राजेन्द्र दाइको फलो गरिरहेको छु थ्याङ्क यू